भोला भाला का सीधा साधा था, मैं तो नादान था। दुनियादारी से होशियारी से मैं तो अनजान था। लगी चोट से मेरे को दिल पे बिगड़ सा गया टूट के। जो धागे से निकला ये रिश्तों का वो भी जुड़ेगी ना छूट के। तेरी सपनों ने मेरे ही अपनों ने मुझको धोखा दिया। मेरे ढोल ना सुन, मेरी दर्द की धुन। मेरे ढोल ना सुन। ना था अधूरा था बदन ये मेरा एक गर्द था। जो करता मेरी जन्नत एक नर्क था। तेरे तख्त सबको मिटा के छोड़ूंगा, जिंदा बचेगा ना कोई, सबको मिटा के छोड़ूंगा। ये जिस्म खत्म होता है, ये रूह तो नहीं लड़ती है, चाहे कोई सितम कर दे, ये रूह तो नहीं लड़ती है। भोला भाला का सीधा साधा था, मैं तो नादान था। दुनियादारी से होशियारी से मैं तो अनजान था। लगी चोट से मेरे को दिल पे बिगड़ सा गया टूट के। जो धागे से निकला ये रिश्तों का वो भी जुड़ेगी ना छूट के। तेरी सपनों ने मेरे ही अपनों ने मुझको धोखा दिया। मेरे ढोल ना सुन, मेरी दर्द की धुन। मेरे ढोल ना सुन। ना था अधूरा था बदन ये मेरा एक गर्द था। जो करता मेरी जन्नत एक नर्क था। तेरे तख्त सबको मिटा के छोड़ूंगा, जिंदा बचेगा ना कोई, सबको मिटा के छोड़ूंगा। ये जिस्म खत्म होता है, ये रूह तो नहीं लड़ती है, चाहे कोई सितम कर दे, ये रूह तो नहीं लड़ती है। कलेज राम्रो हुनुको पछाडि मुख्य चिजहरू के हो भने 10-11 वर्ष एउटा स्कुलमा पढ्छ विद्यार्थी, त्यसपछि 11 र 12 पढ्नको लागि विद्यार्थी नयाँ ठाउँमा जान्छ। नयाँ ठाउँमा जानको लागि विद्यार्थीलाई चाहिँ के चाहिन्छ भन्ने फिलिङ हो। सबभन्दा के चाहियो, पहिलो चाहिने भनेको केयरिङ हो। केयरिङ भनेको चाहिँ जो विद्यार्थी यहाँको, जो विद्यार्थीको लेभल के छ, त्यो विद्यार्थी फर्स्ट टर्ममा एक्जाममा फर्स्ट गर्दैछ, पढाइको इम्प्रुभ छ कि छैन, होइन रेगुलर छ कि छैन, उसको साथीसँग कस्तो छ, त्यो एउटा केयरिङ चाहिँ इम्पोर्टेन्ट हुन्छ कलेज राम्रो हुनुको पछाडि एउटा। दोस्रो भनेको चाहिँ कलेज कसरी राम्रो हुन्छ, कलेज भनेको एक्टिभिटिज बेसमा प्र्याक्टिकल्ली पढाइ हुन्छ भने त्यो कलेज ठिक हुन्छ। किनभने अहिले नेपालमा बेरोजगारीको समस्या छ नि, 12 पास गरेर बाहिरै जानु खोज्छ नि, कारण के हो भने स्किल नभएर हो। अब अहिले 12 कक्षा पास गरेको छ, गएर एउटा चाहिँ पसलमा अथवा चाहिँ कुनै इन्डस्ट्रीमा काम गरेर इन्टरभ्यू दिने बेलामा सर्टिफिकेट त राम्रो देखिन्छ,
लास्टमा एउटा क्वेसन सोधिन्छ, तपाईँलाई के आउँछ भनेर सोधिन्छ, के भन्ने चिया पकाउन आउँछ भन्ने हो, त्यतिखेर समस्या हुन्छ नि। प्र्याक्टिकल चाहियो पनि छैन, भन्न मात्रै जानेको छ, नम्बर ल्याएछ A+, अब समस्या पऱ्यो। स्किल इज मोस्ट इम्पोर्टेन्ट भएर एलाउ विथ द सर्टिफिकेट, सर्टिफिकेटको साथमा स्किल चाहिन्छ। जस्तै स्किल केमा स्किल चाहियो, विशेष गरेर कम्प्युटर 10 वर्ष अगाडि किप्याड मोबाइल थियो, अहिले एन्ड्रोइड मोबाइल छ, प्रत्येकका गोजीमा 16 प्रो आइसक्यो, 5 पसलमा QR कोड झुन्दैछ है। अनि हामी भन्छौँ कम्प्युटरको जमाना, आइटीको जमाना भन्छौँ, सिकेको छैन। अनि 12 कक्षा के 15 कक्षा पढेर पनि के काम लाग्यो, अनि बेरोजगार भएन हो। त्यसको लागि जस्तै गरी नमुना कलेजले चाहिँ के गरेको छ भने स्किलफुल कसरी बन्ने, विद्यार्थीले सिक्न सक्ने इन्भाइरोमेन्ट कसरी बन्ने, विशेष कम्प्युटरको केसमा पहिले चाहिँ के हुन्छ, पावर पोइन्ट कसरी बनाउने भनेर सिकाउँछ, स्लाइड कसरी बनाउने, पावर पोइन्टबाट प्रेजेन्टेसन कसरी गर्ने, पढेको कुरा रिपोर्ट बनाउने, पढेको कुरा रिपोर्ट बनाउँदाखेरि एउटा टपिक उसले 3 पटक रिभाइज गर्छ, सुरुमा बनाउँदा, प्रेजेन्टेसन गर्दा, अनि त्यसपछि क्रस क्वेसनहरू भनेको डिस्कसन गर्दा। त्यति भएपछि उसले पढ्नु परेन सुनाएर खाइदिन्छ एउटा त्यो पाठ। अर्को जस्तै विद्यार्थीले एक्सेल कसरी चलाउने, टाइप कसरी गर्ने, फोटोसप के सिक्छ उसले, यो चाहिँ एउटा सेड्युल बनाएर गरिन्छ। फोटोसप सिक्ने, एक्सेल, पावर पोइन्ट, डिजाइन अझै राम्रो विद्यार्थीहरू एप्स डेभलपमेन्ट कसरी गर्ने, वेबसाइट कसरी डिजाइन गर्ने। अब यी कुराहरू उसले सिक्यो भने भोलिपछि उसँग सर्टिफिकेट त छ, तर भोलि भन्न सक्ने भयो नि मलाई यो आउँछ भन्न सक्ने भयो। त्यो चाहिँ सेड्युल विद्यार्थीलाई एडिसनल्ली प्रोफेसनल कोर्स अनि मात्रै कलेज अगाडि बढ्न सक्छ। जस्तै रिजल्टले मात्रै केही गर्छ, कुनै विद्यार्थी सबै कलेजमा राम्रै हुन्छ, पढाइ राम्रै हुन्छ, पास मेन भनेको चाहिँ एउटा स्किल, अर्को थियरीको कुरा चाहियो, अनि अर्को भनेको त्यहाँ रिजल्ट पनि हेर्नु पर्यो। चाहिँ रिजल्टको केसमा चाहिँ कस्तो हुन्छ भने फर्स्ट टर्म इक्जाम दियो, फर्स्ट टर्ममा एउटा क्याटेगोरिज भयो, 5वटा छ, साइन्स, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र ल छ। प्रत्येक 5जना विद्यार्थीले 11मा 5जना विद्यार्थी 12मा चाहिँ फ्री स्कलरसिपमा पढिरहेको भनेको मन्थली फी पनि फ्री हुन्छ। त्यो चाहिँ प्रत्येक जर्मीले लिन्छ। अब जो विद्यार्थी फेल हुन्छ त्यो विद्यार्थीले चाहिँ रि-इक्जाम दिनुपर्छ। भनेको यहाँ आउने विद्यार्थी म पास गर्छु भन्नु, अनि कलेजले पनि प्रत्येक जर्मीले इक्जामको रिजल्ट हेरेर कुन विद्यार्थी कुन विषयमा समस्या छ, सम्बन्धित टिचरसँग बस्ने, एक्स्ट्रा क्लास दिने, विषयसँग सम्बन्धित समस्या हटाइदिने हो। यसरी चाहिँ के हुन्छ त एउटा विद्यार्थीलाई क्लियरिङ गर्ने काम हुन्छ। भनेको रि-इक्जामले पनि विद्यार्थी अलर्ट हुन्छ। आखिर कोही त फेल हुन त आउँदैन नि पढ्नलाई, कोही माइन्ड लाग्छ म फेल हुन गएको कलेजमा टाइम पास भन्दै त भन्दै उनले नै कोसिस गर्छ, विद्यार्थीले पनि कलेजले नै कोसिस गर्छ। त्यसो गर्दा रिजल्ट भनेको चाहिँ बेस्ट रिजल्ट पनि हुन्छ, स्किलफुल हुन्छ, केयरिङ हुन्छ। भनेको एउटा केयरिङको परिधिभित्र बस्यो भने 2 वर्षको पिरियडमा एउटा विद्यार्थी लाइनमा आउँछ, अनि आफ्नो केरियर अगाडि बढाउन सक्छ। भोलि के हुन्छ नि, भोलि ब्याचलर पढ्नु पऱ्यो होइन। अब ब्याचलर पढ्नको लागि यहाँ त 6वटा प्रोग्राम छ ब्याचलरको। प्रोभिन्स नम्बर 1 मा प्राइभेट कलेजलाई सबैभन्दा बढी प्रोग्राम छ। होटल म्यानेजमेन्टको BHM छ, अरूतिर छैन। कम्प्युटरको BCA छ, आइटीको BIT छ, सोसल सेक्टरको BSW छ, ब्याङ्किङ सेक्टरको BBA BBS छ। अनि यी प्रोग्रामहरू भएको कारणले गर्दाखेरि भोलि फर्दर पढ्नको लागि पनि सपोर्ट हुन्छ। यी पढेको विद्यार्थीले एडमिसन दिनै लाग्दैन ब्याचलरमा, 20-25 हजार लाग्ने फी हुन्छ, अलिकति ब्याचलरमा बढी नै हुन्छ। त्यो सपोर्ट हुन्छ एकातिर। अर्कोतिर के हुन्छ, कोटामा पढ्ने, फेरि ब्याचलरमा कोटा सिस्टम हुन्छ। BHM मा 33 जना मात्रै लिन पाइन्छ, 50-60 जना हाराले छु। तर यी पढेको विद्यार्थीले सोही प्रायोरिटी पाउने एउटा आधार है। फेरि BHM चाहिँ यस्तो विषय हो, खर्च गरेर नोक्सान हो। जस्तै कि
4 वर्षको कोर्स हुन्छ, 3 वर्ष मात्रै पढ्ने हो। 1 वर्ष इन्टर्नसिपमा स्टार होटलमा जाने हो। स्टार होटलमा जान समस्या छैन। आइएल्स पछि जति कोर्स हुन्छ नि केही गर्नु पर्दैन, सम्पत्ति पनि देखाउनु पर्दैन। अब विद्यार्थीलाई 4वटा डिपार्टमेन्टमा जहाँ इच्छा लाग्छ, जुन देश मन लाग्छ त्यहाँ जाँदा हुन्छ। इन्टरभ्यू पनि कलेजमै हुन्छ, कलेजले डकुमेन्टेसन म्यानेज गरिदिन्छ। टिकट चार्ज लाग्छ, किनभने एरोप्लेन त कलेजको हुँदैन होइन। टिकट चार्ज लाग्छ। अनि सम्बन्धित ठाउँमा जाने अहिले जस्तै 3-4वटा ब्याच गरेर आयो, जापानदेखि लिएर दुबई, कतार, मलेसिया, थाइल्यान्ड, चाइना, विदेशहरू 7-8वटा देशमा जान्छ। अब जानलाई चाहिँ युरोपियन कन्ट्री पनि जान सक्छ, तर तिनीहरूमा के हुन्छ, कमाइ कम हुन्छ। हाम्रो नेपाली विद्यार्थीहरू प्रायः जस्तो चाहिँ कमाइ पनि होस् भन्ने हुन्छ। मिनिमम 8 देखि 22 लाख रुपियाँसम्म कमाउँछ 1 वर्ष। जापानको एकजना विद्यार्थी जापान गएकोले म्याक्सिमम मैले कमाएको छु भनेको पढाइ खर्च सबै उकास्छ। ऋण लिएर पढ्यो भने यो चाहिँ पर्दा हुन्छ, त्यस्तो खालको कोर्सहरू छ। अहिले धेरै आएको छ, तपाईँहरू लकी हुनुहुन्छ। हाम्रो पालामा त्यस्तो थिएन। अहिले BCA कम्प्युटरको प्र्याक्टिकल कोर्स छ, BIT IT सेक्टरको छ, नेटवर्किङमा पनि तयारी। जुन चिज चाहिँ अहिले डेभलप भइरहेको छ, डे टु डे चेन्ज भएको छ। तपाईँहरूले पढ्नुभएको, तपाईँहरूले कसैले कम्प्युटर पढ्नु हो 10 क्लासमा पढ्नु भएन। अब कसैले मानौँ 11मा पढ्यो है, 11मा पढेको कोर्स नेपालकै सन्दर्भमा 5 वर्ष अगाडि बनेको हुन्छ। किताब लेख्नु पऱ्यो, छपाउनु पऱ्यो, कोर्स एप्लाई गर्नु पऱ्यो। एकचोटि बनाएको किताब भनेको 5-7 वर्ष त चल्छ नि त। अनि यहाँ चाहिँ के आइसक्यो थाहा छ, भेरिएबल, जाभा, पाइथन होइन, यस्तो चिजहरू आइसकेको छ। AI, BI, न्युट आएको छ कि छैन? हामी सुन्छौँ, प्रयोग गर्छौँ, कतिले युज गरिरहेका छ कि छैन? हो। अब यहाँ के हुन्छ समस्या, पढ्नलाई चाहिँ वाट इज कम्प्युटर पढ्छ, अनि अहिले चाहिँ न्युट, जाभा, भेरिएबल, पाइथन आइरहेको छ। अब त्यो विद्यार्थी बेरोजगार नभएर को हुन्छ? हो। त्यो मिट गर्नको लागि चाहिँ कलेजले एडिसनली एक्स्ट्रा जुन IT कलेज हो, मेन पावरको समस्या छैन, ट्रेनिङको समस्या छैन, ल्याबको समस्या छैन। अझ तपाईँहरूले त्यो सिस्को ल्याब भनेर हेर्नु भएन। सिस्को ल्याब भनेको नेटवर्किङ ल्याब हो, त्यो चाहिँ अलि छरपष्ट हुन्छ क्या।